यतातिर कोसेली घर रहेको छ। अब यतातिर यो भनेको चाहिँ पिकनिक स्पट। अनि हाम्रो टोली चाहिँ अब यतातिर रहेको छ हाम्रो साबिक मोहम्मदपुर क्लस्टरका हामी सबै प्रधानाध्यापकहरूको यो संयुक्त पिकनिक रहेको छ। आज एकदमै रमाइलो होला जस्तो छ। ल यतातिर हाम्रो यो पिकनिक स्पेसलको यही हो। सर हजुर छुरी के छ गुरु? यो के देखाइराख्नु भएको छ? यो अब काट्ने होला। काट्ने? ओ ल ठिक छ होइन ल यसको लागि ल अब त जाँदैछ एकछिनको लागि। ल्याउनु न मन्दिर छ सिधै जानेको जानु। यो चाहिँ पानी तात्तिरहेको छ यतातिर। हजुर अचार तयार होइन म्याडम? तयार हुँदैछ, भइसकेको छैन? ओके ल ल ल एकदम गजब। उहाँ म्याडमले भनिराख्नु भएको छ कि अचार खाने मान्छे फेरि कहिले बिर्सिन्न अरे। ल राजु सरले मासु पकाउँदै हुनुहुन्छ। हेरौँ कतिको मिठो। चमेली म्याडमको कमाल भुटुवा। यता टमाटर काट्दै हुन्छ कृपाराम सरले। अब पिकनिक मनाउँ। सन्तोषी म्याडमको हाँसो बहुत मिठो छ। बस्न नसकेर मान्सुर सरको चस्मा कति खुलेको। हाम्रा अतिथिजीहरू बस्नुभएछ। हेर्नु कति आज रमाइलो भएछ। जे होस् राजु सर लागिराख्नु भएछ। जिन्दगीमा पहिलो राउन्ड बनाउँदैछु। भइसक्यो होइन? बेपत्ता हुई युद्ध होकन की चाहिँ अपन सम्झनामा अपन तरफ से छोड़ले कुछ चीज हुई। आफ्नो इच्छा अनुसारले यहाँ राखेको छ।
यहीँ 3 बजे नि आमा टाढै हो टाढै रहेछ त नि धेरै बिगामा रहेछ यति ठुलो होला भनेर पनि सोचेको थियौँ तर राम्रो बनाएको रहेछ नि यो हेर्न लाग्यो रहेछ हो अबै भन्ने थियो गुजरादेखि आउने यस्तो भइदियो भने हामी यसो तालतिर बढिरहेछौँ अगाडि बाटो चाहिँ लामो रहेछ साथीहरू गइसक्नुभयो हेरेर त धेरै टाढा आइहाल्यो नि त हामी त हस् यहाँ खान लागेको भिडियो त हेरौँ यहाँ रहेछ ताल खोज्दा खोज्दै हैरान भइयो कति गहिरो होला है ताल ताल गइरह्यो होला लाइन छ भनेर क्युआर कोडमा हुन्थ्यो भने चाहिँ आत्तिनु हुन्छ